Wow. Hello everyone, welcome back to my another video. आज चाहिँ मैले लिएर आएको छु हाम्रो नेपाली खानाको मुकबाङ अनि यसमा चाहिँ रहेको छ यहाँनिर गुन्द्रुक भटमास अनि त्यसपछि अन्डाको सुप छ अनि त्यसपछि यहाँ रहेको छ प्याज, यहाँ रहेको छ घिउ अनि यहाँ चाहिँ मैले आलु फ्राई गरेको छु। सो मेरो च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला र ढिला नगरिकन सुरु गरौँ है त। वाउ, ल मैले चाहिँ सुरु गरेँ है। जाडोमा गुन्द्रुकको कसलाई मनपर्छ कमेन्ट गर्नुहोस् है। आज चाहिँ यहाँको मौसम पनि त्यस्तै छ, एकदम जाडो छ, पानी परिरहेको थियो। सो मैले चाहिँ गुन्द्रुक बनाउने निर्णय गरेँ अनि सो आज चाहिँ मैले नेपाली खाना सेट लिएर आएको। नेपाली खाना भनौँ न, ट्रेडिसनल। ल फर्स्ट बाइट खाएँ है। दामी भएछ। गुन्द्रुकसँग घिउको कसलाई मनपर्छ साथीहरू? मलाई त एकदमै मनपर्छ। दामी। मेरो हिजोको भिडियो कसले हेर्नुभयो, कस्तो लाग्यो, साथ सपोर्ट गरिदिनुहोस् होला। यो गुन्द्रुकको सुपसँग चाहिँ आलु फ्राई चाहिँ प्रायः सबैजनाले खानुहुन्छ होला है। म चाहिँ जहिले यस्तै गरी बनाउँछु। गुन्द्रुकको सुप बनाए पछाडि चाहिँ आलु फ्राई चाहिँ गर्नुपर्छ क्या, एकदम मिठो हुन्छ। अनि त्यसमा चाहिँ घिउ लगाएर है, यस्तो मिठो हुन्छ। हजुरहरूले कतिको ट्राई गर्नुभएको छ?
मजा भयो साथीहरू। र साथीहरू हजुरहरूलाई कस्तो लाग्यो मेरो मुकबाङ अनि अन्तिमसम्म हेरेर साथ दिनुभयो कि भएन लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला मेरो च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि सपोर्ट गर्नुहोस् होला है अनि के कस्तो लाग्छ प्रतिक्रिया दिन पनि नबिर्सिनु होला अनि आज चाहिँ मैले
यो हाम्रो नेपाली खाना सेट लिएर आएको थिएँ। हजुरहरूलाई कस्तो लाग्यो हिजो अस्तिको भिडियोहरू हेर्नुभयो कि भएको छैन त्यो पनि गएर एकचोटि हेरिदिनुहोस् होला अनि सपोर्ट गरिदिनुहोस् है त। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद। डु नट फर्गेट टु लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब।